डाउनटाउनको इयोला पार्क देखाउने कोसिस गर्छु। यहाँ हुनुहुन्छ मेरो होइन, यहाँ हुनुहुन्छ हाम्रो एकछिन क्यामेरा अलिक फोकस गरौँ। यहाँ हुनुहुन्छ हाम्रो होइन मेरो पति परमेश्वर। यता हेर्दिनँ, यता चिनाउनु त पर्यो त गाइजहरूलाई। ल ठिक छ, अब म ब्याक क्यामेरा गर्छु। र यहाँ हुनुहुन्छ हाम्रो कृष्ण दाई, हाम्रो अहिलेको के भन्छ यो पर्सनल उबर हो कृष्ण दाई। अनि कृष्ण दाईको मिसेस हुनुहुन्छ यता, उहाँ चाहिँ श्वेता शाह हुनुहुन्छ। र अनि के हेर्छन् तपाईँहरूको? जस्तै अस्ति बालिन सालले सोधिरहेको थियो नि, के अर्कै सोधिरहेको थियो नि होइन? आज गाडीबाट भ्लग स्टार्ट गरिरहेको होइन मन्त्रालयको। अब त्यसको चाहिँ 48 सालमा अब सम्पत्ति कति हो त? पैतृक सम्पत्ति कति थियो होइन, सरकारी तलब कति थियो? अब सब पैतृक सम्पत्ति हेरेर बिजनेस केही थिएन। छ तर काठमाडौँमा 4वटा घर किनेको छ भने कसरी किन्यो भन्ने हुन्छ नि त। त्यो त पैतृक सम्पत्ति, त्यो भ्रष्टाचार होइन नि त। त्यो त डाउनटाउन हो। यहाँ चाहिँ अलिक घरहरू बिल्डिङ्सहरू अलिक ठुल्ठुलो देखिन्छ, नत्र भए अलमोस्ट एभ्रिवेयर सानो सानो घरहरू हुन्छ। Thank you. एउटा भिडियो भाइरल भएको छ नि, वासिङटन 9th रोड। यहाँबाट देखिँदैन, अहिले घिसिनु भइहाल्छ। बाहिर मस्त हावा लागेको देख्नु भयो होला, तर लास्टै गर्मी छ बाहिर, तातो हावा आयो। निकालौ के हो, जेब्रा क्रसिङ हो कि के हो? हिँड्न मिल्ने हो? ओके ल इयोला पार्क चाहिँ आइपुग्यौँ होइन। त्यसपछि म अब हल्का फुल्का गरेर देखाउँछु। आज मौसमले चाहिँ जे होस् साथ दिएको छ, शीतल छ, यसो घाम लागेको होइन। अस्ति एक्चुली क्रिसमसको बेला आएको थियो होला सायद, क्रिसमस हुनुभन्दा 1 महिना अगाडि रातिको बेला आएको थियो। राम्रो थियो, एकदम लाइटिङ थियो। अब आज चाहिँ छैन, सबै हटाएको रहेछ। नत्र भने वरिपरि पुरै लाइटिङहरू भएको थियो। आज चाहिँ छैन, आज चाहिँ अल क्लियर सबै। बोटिङ चाहिँ के गर्ने, बोटिङ गर्ने हो एकछिनमा। एकचोटि सर घुमाऊ, त्यसपछि हामी बोटिङलाई अनि त्यसपछि डिसाइड गरौँला। हामीले अलिक टल बिल्डिङ्सहरू देख्ने भनेको चाहिँ यतैतिर हो, यो डाउनटाउन हो नि त, त्यही भएर चाहिँ देखिन्छ के कता आयो के देख्नुभयो। यहाँ पनि छ है त्यस्तो, अलमोस्ट एभ्रिवेयरमा हुन्छ यस्तो। यो रहेछ खोइ नि त हो रहेछ। 1 2 3 काले हरिए ए सानो सानो पनि पो रहेछ त, देखेकै थिइनँ। अनि उता तैरिरहेको त्यो यसमा जस्तो नदेखिने के कच्छमा भनेर। त्यो काठको कलरको छ नि, मोबाइल चाहिँ झर्दा फेरि
मैले यसलाई हर हर महादेव यो होला नि त्यो त मलाई साँच्चै कि नक्कली जस्तो लागिरहेको आए मजाले खुट्टा तन्काएर होला चाहिँ के त्यो तनावमा छ त त्यसले सनबाथ लिएर चाहिँ मस्त अनि त्यो त रियलको होइन हौ किनौँ सबै रियल हो साँच्ची के भनेको कुनवाला तपाईँले भन्नुभयो मैले ऊ त्यो भनेको ठुलो सबभन्दा ठुलो सेकेन्ड वाला सबभन्दा ठुलो भने त्यसको त खुट्टा पनि हेर्नु न फ्या परे त्यसको पनि हेर न त्यस्तै छ नि खुट्टा अरूहरूले त टाउको साउको हल्लाइरहेको त्यहाँ कस्तो कसो हेर त्यो माथि तैरिरहेको देख्यो ऊ आयो माथि खुट्टा पनि त्यो बनाएको के त्यो एङ्गलै मिलाएको पुरै छैन पेटले मात्र झुन्ड्या जस्तो अड्डेको जस्तो तर साँच्चीकै रहेछ आँखा झिम्काएको देखेको उता हेर उता आयो ए ल ल ल अब बल्ल आयो ऊ आगो रे बल्ल आगो आयो रे नि यो दाँत डेन्जर हुन्छ क्या फेरि ओ माई गड उता तैरिरहेको छ हेर हरियो कलरको उता हेर यो लागि देखिएन नाइस भाइ स्टोरेज भनेर आउँछ यो एउटा खिच्छ अनि याद छ तिमीलाई यो यो यस्तो कुर्सी राखेको याद छ अस्ति ए आएको त्यो त थिएन किन्नु हुन्थ्यो मलाई याद छैन अहिले बल्ल ठिक एङ्गलमा आयो कि हेर्नु न अहिले बल्ल ठिकमा छ कि यो आँखा कसरी हुन्छ छैन अलि ठिकै जस्तो देखिरह ल के देखाऊ अब अस्ति आज चाहिँ कति राम्रो थियो अब अहिले त केही छैन सिनेमेटिकमा पनि राम्रो आउँदो रहेछ फेरि जुम नै हुन्न रहेछ कि यसमा यतिका बोर्ड त रहेछ तर यति धेरै लाइन रहेछ त्यस्तो वाउवाला बोर्ड नरहेको है अहिले मैले गरिनँ होला कहिले पालो आउँछ फेरि द नाइस इट्स रियल ल यहाँ पनि रहेछ एउटा यहाँ छ एउटा कहाँ गयो के हेरेर त्यो हाल्नुहुन्छ छोडेर जानु होला भन्ने फेरि यहाँ एउटा युनिक रूप देखाउँछु यो तल यति मोटो छ यहाँ माथि यस्तो छ यो रुख चाहिँ ओरिजिनलै हो तर अचम्म रहेछ हामी पनि सक मैले बनाएको हो कि के हो अब के त्यस्तै छ भने यता पनि त्यस्तै हो यो मिडल वान पनि त्यस्तै हुन्छ मैले बनाएको यस्तै होला ल यहाँबाट देखिँदो रहेछ बिल्डिङ्सहरू म त हिँड्नै सक्दिनँ धेरै स्ट्यामिना सकिहाल्छ ल यहाँ पनि रहेछ टपहरू यो चाहिँ के हो यो क्यामेरामा के अब यस्तो गर्दा गर्दै मैले यहीँबाट सट्ट प्याक गर्नु पऱ्यो भने मैले के गर्नुपर्छ उता ब्यागको देखाउनु पऱ्यो भने त्यही नि अब मिल्दैन त्यो भनेको के होला भन्नु के होला गाइस हेर्नु तर मैले अब ठ्याक्क मैले यहाँ छु नि यस्तो गर्दा गर्दै मैले त्यो देखाउनु पऱ्यो कि यस्तरी अनि यस्तो घुम्नुपर्छ म त सायद त यसरी घुमाइदियो भने यसरी चेक हुन्छ नि एउटा ल नाइस यस्तो छ हल्का जुम गर्छु डार्क आछ हावा चलिरहेछ मेरो कपाल स्टेटमा मेहन्दी पनि रिभिट गरेँ ल दिस इज अमिसाज आर्ट क्यान यु प्लिज डु वान्स मोर अघि त फरफर गरिरहेको थियो त हौ यो स्वान होइन लभ बर्ड भनेको होइन लभ बर्ड त भन्छ नि स्वानलाई सिम्बल अफ लभ हामी बाटोमा निस्कियौँ
पार्क एक राउन्ड लगाइहाल्यो कति घुम्नु भनेर निस्केछ। हल्का सिटीको भ्यू देखाइदिन्छु कस्तो छ भनेर। यो चाहिँ अस्ति हामीले एकचोटि राइड गरेको स्कुटर हो, मजा आउँछ लिएर हिँड्नलाई, तर बाटोमा अलि रिस्की हुन्छ। यहाँ चाहिँ एभ्रिवेयर ट्राफिक लाइट्सहरू हुन्छ, सरी। अनि त्यही हो। के हो कहाँ बस्या हो? So this one is the library. हामी लाइब्रेरीमा छौँ। On this side we are allowed to record. That's nice. Let's see what's inside. अनि हामीलाई यो दिनुभएको पब्लिक लाइब्रेरी डिरेक्सन रे। Let's see कस्तो छ। सो म्याप हेरेर गइरहेछौँ। यो कहाँ छ? मलाई चाहिँ यो क्लासरुम, पर्पल रुम, रेड रुम वालामा जान मन थियो के र भनेर। यहाँ त के हो खै एक्चुली हेरौँ, केही छैन, सुनसान छ। यो रुम हेरेर जाउँ न बरु, यो पर्पल रुम, रेड रुम, ब्लू रुम। यो पछि यसमा जाने हो? यसमा छौ कि हामी? तिमी कुन भन्दैछौ? यो रुम के यो ब्लू रुम? यो 2 यहाँ छैन। ABCD जाउँ जाउँ जाउँ। सो यहाँ आएर मेम्बरसिप छ भने चाहिँ आएर गर्न मिल्छ रहेछ। के हो यता next floor. So this one is the library. So ये चाहिँ लाइब्रेरी रहेछ। यतापट्टि चाहिँ बोल्न अलि मिलेन बिकज एभ्रिवान इज स्टडिङ। त्यो कन्सेन्ट लिएको थिएँ रेकर्ड गर्न मिल्छ कि नै भनेर। पेन्टिङ र दाम सुनेर सक पुरा। अनि दाइ हाम्रो के हो यो? वाउ कस्तो राम्रो फुल। स्ट्रिटमा होला या बाटोमा हो? नाइस। ल फोटो सुट चलिरह यहाँ चाहिँ। ल नाइस नाइस। ठिक छ ठिक हो बबाल। ल जानु भएन। यता हाम्रो क्यामेराम्यान हुनुहुन्छ। मेरो कपाल हेर्नु न। ऊ त्यो बिल्डिङमा रिफ्लेक्सन हो कि के हो त्यो? ऊ त्यो कुनको? यसको?
यस्तै छ आजको दिन यस्तै बित्यो यता घुम्यो उता घुम्यो डाउनटाउन घुम्यो बाहिरतिर अनि लाइब्रेरी घुम्यो एकछिन अनि त्यसपछि एकछिन चाहिँ योला लेक पनि घुम्यो एकछिन ल अब नेक्स्ट हाम्रो कृष्ण दाईको पाली आयो वाह त्यो बिचको चाहिँ के हो सेन्टरवाला के थियो सिसा हो है So this is what you call वाह कस्तो राम्रो घाम लाग्यो अब कता जाने भनेर डिसाइड हुँदैछ के रहेछ बुझिनँ मैले त दामी नाइस युनिभर्सल स्टुडियोको जस्तो रह यहाँ लोकल पारामा ए ल नाइस मैले लोकल भन्ने त हो लोकल पेन्टिङ ल दामी रहेछ कहाँ हो म्युजिक बजेको चाहिँ कहाँ हो त्यो त नक्कली हो कि त्यो यो चाहिँ युनिभर्सल स्टुडियोको लोकल आर्ट भित्र छिर्नै पाएन अब यहीँबाट यसो हल्का हेरिदिउँ घरहरू हेर्नु न कस्तो पहाडको घर जस्तो देखिरह यो घर त माई गड नाइस लाइब्रेरी देख्नुभयो गाइज यो लास्ट भिडियो अब अँध्यारो भयो हामीले खाना खाना पाएको ऊ चाहिँ हराएको थियो बल्ल आइपुग्यो गाउँ है हामीसँग 2 बक्स पिज्जा छ एउटा भेज एउटा चाहिँ नन भेज होला होइन ए दुइटै भेज रहेछ अब खाने अनि त्यसपछि सक्यो ऊ चाहिँ हराएको थियो कहाँ हरायो बिचमा फर्स्टमा आयो अनि अब लास्टमा ठिक छ ल अभी लाइटैमा बोल्दै त निकाल्नु न ल पिज्जा खान्छौँ अब हामी तर नेपालको भन्दा त यहाँको पिज्जा धेरै मिठो हौ है नेपालको के पिज्जा हो त इन्डिया खाएर नेपाल खाने गएको थिएँ मिठो धेरै मिठो म खासा बन्द गर भिडियो अब बुढी एकछिन हौ खानु होइन नेपालमा रेट त यहीँको